ना पाऊं बातों में तेरी मैं ले रात बिताऊं। हेलो हाय नमस्ते 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 नमस्ते। नमस्कार नमस्कार के छ आराम हुनुहुन्छ? आराम छ के छ हजुरको खबर? मलाई कतिले भन्नुभएको थियो कि कतिजनाले कुल बोयसँग जोइन हुनु भनेर मैले चाहिँ उहाँले मलाई एक्सेप्ट गर्नुहुन्न होला भन्दै बसिरहेको थिएँ त। थ्याङ्क यू सो मच थ्याङ्क यू। के अरे सबैजना च्याटमा के फेस मिल्यो फेस कसरी मिल्छ यार? फेस तपाईँको र मेरो फेस मिल्छ? हजुरको र मेरो लुगा मिलेको होला लुगा मेरो पिङ्क हो, हजुरको व्हाइट हो, मिल्दैन। त्यही त त्यो लाइटमा चाहिँ तिम्रो व्हाइटै देखिरहेको छ कि त्यही भएर। कहाँबाट हुनुहुन्छ हजुर? कताबाट? म अहिले काठमाडौँबाट। हजुरको त सबै भ्युवर यता आउनु भएछ। सुन्नु न हजुर हजुर कहाँ हजुरको घर चाहिँ कता हो? घर चाहिँ कालीकोट। कालीकोट कहाँ हो? मेरो कालीकोट फोई महादेव। ए म पनि थिर्पुकै हुँ त। कहाँ? थिर्पु कालीकोट होइन, तपाईँको त होम टाउन अर्कै देखाइरहेको थियो। कता सुनेको थियो? पत्ताउँदैन मान्छेहरूले, पत्ताउँदैन। थिर्पु सुनेकै छैन होला तिमीले? तिमी गएको छौ कहिले? अनि म पनि गएको छैन कि, तर मानमाको माथितिर हो कता हो भन्दै हुन्थ्यो होइन? त्यता हो। म पनि कालीकोटकै मान्छे हो होइन? म पनि कालीकोटकै मान्छे हो। ओके ठिक छ नाइस टु मिट यु। सेम खुसी लाग्यो आफ्नो उतै ठाउँको मान्छे भेटेर। अहिले चाहिँ काठमाडौँ बस्नुहुन्छ? हजुर। यु सिङ? काइन्ड अफ अलिअलि कोसिस गर्छु। एकछिन पापा है, म एउटा लाइट दामी बनाउँछु, रोमान्टिक लाइट बनाउँछु। बुझेको बुझेन? एउटा यस्तो एज्युम गर कि तिमी र म यहाँ क्यान्डल लाइट डिनरमा बसिरहेको छौँ है। बुझेको बुझेन? एउटा एज्युम गर, एज्युम मात्रै। लेट्स लिसन सबजना भ्युअर्स, लेट्स गो गेम। ओके पकाउँ, क्यान्डल पनि छ फेरि मसँग सबै। गाइज डोन्ट भाउजू मी प्लिज अहिले। ओ माई गड डोन्ट भाउजू मी। ओके ठिक छ, तर क्यान्डल पनि बाले साइडमा देखाउनु हुन्छ। हजुर त पूर्णवासको हो रे नि? अनि मैले पनि त्यही सुनेको थियो। पुनर्वासको तर मेरो पहाड घर हुन्छ नि त, पहाड घर चाहिँ उताको हो क्या। ए ओके ओके। पुनर्वास के पहाड घर चाहिँ उता। महेन्द्रनगर मेरो नि मामा घर हो। महेन्द्रनगर कता? तपाईँ रेडियन्ट स्कुल पढ्नु भएको हो? रेडियन्ट हो। ठिक छ जाने केटो होला मेरो चाहिँ। ए ठिक छ ल लेट्स लिसन अञ्जलीजी। ओके कुन चाहिँ सुन्नुहुन्छ ल भन्नुहोस् न। सुन्नु न, अब कस्तो भन्दाखेरि हजुरको मनको नजिकको गीत के छ भन्दा क्लोज टु योर हार्ट? सबै छ त्यो त। एउटा हुँदैन एउटा होइन सबै छ, साँच्चै सबै छ। त्यो त्यस्तो लाइक मुड अनुसारको हुन्छ कि, त्यो फेभरेट भन्ने नै छैन। त्यो जति बेला जुन मन पर्यो त्यो नै गाउँछु मैले। मेरो अहिले चाहिँ मुड के छ? अहिले मुड अनुसारको चाहिँ अहिले मलाई बिलिभ नै भइरहेको थिएन तपाईँ र म जोइन भयो भन्ने बिलिभ भएको थिएन पहिलो कुरा। अब के भन्नु, कस्तो मुडमा नर्भस भइरहेको छु म। नर्भस भइरहेको छु। आई रेस्पेक्ट ओके। अनि यो चाहिँ हाम्रो फर्स्ट टाइम जोइन भएको है। एन्ड यु आर रियली नाइस पर्सन साँच्चै किन भन्दाखेरि एकदम। थ्याङ्क यू सो मच। अर्को कुरा के हो भन्दाखेरि काठमाडौँमा कति भयो आउनुभएको चाहिँ यतातिर बसिराख्नु भएको? 6 वर्ष भइसक्यो। 6 वर्ष भइसक्यो। हस्लिङ होइन? असलीमा 6 वर्ष भइसक्यो। हस्लिङ भनेको हस्लिङ हसल गरिरहेको हस्लिङ। ए ओके म असली सुने। ओके हजुर ठिक छ होइन? लास्ट माया छ, जो पनि दिदीबहिनीहरू जति पनि जानुहुन्छ जताबाट नि गरिराख्नु भएको छ, यो फिल्डमा गर्न खोजिराख्नु भएको छ सबैजना जतिजना पनि एकदम माया छ है। लभ एभ्रीवन। ओके थ्याङ्क यू सो मच। कहाँ भोइस अफ नेपाल सिजन 10 सिजन 5 यहाँ के लेखिरहेको? सिजन 5 जानु कन्टेस्टेन्ट हो। सरी यार होइन डोन्ट बी प्लिज डोन्ट बी। त्यस्तो कुनै हेरेको छैन कि त्यस्तो रियालिटी सो। अब लाइभ बसिन्छ यताउति हुन्छ अब त्यो त्यति बेला आउने बेलामा त्यो हेरिँदैन मेन। तर बिग लभ यार, रेस्पेक्ट टु एभ्रीवन। ओके रेस्पेक्ट टु एभ्रीवन। थ्याङ्क यू सो मच। त्यति बेला अलिअलि सबैले चिन्नु भएको मलाई। अञ्जली प्लिज हजुर
प्लिज कुन चाहिँ भन्नुहोस् न। प्लिज प्लिज म साथी भनेर बोलाउँछु है। ओके ओके स्योर स्योर तर स्योर। म भन्दा ठुलो हुनुहुन्छ कि ठुलै हुनुहुन्छ होला तर साथी भनेर बोलाउँछु म। यु आर माई फ्रेन्ड। आई डोन्ट नो ठुलो सानो त आई डोन्ट नो है। कुन चाहिँ सुन्नुहुन्छ भन्नुहोस् न। सुनाउँछु को लागि एउटा काफ्ले सङ सुनाउनु न। काफ्ले सङ काफ्ले धानसुके राफ्लेवाला सुनाउ न। कस्तो त नर्भस म त बिग्रिन्छ त्यो त अलि पर्फेक्टली आउने गीत भन्नुहुन्छ कि तिम्रो भोइस मैले थाहा पाइसकेँ कि तिम्रो भोइस कडाक नाच छ भन्ने मैले थाहा पाइसकेँ। यहाँ च्याटमा सबजनाले रेड हट स्प्याम गरिसक्यो है। तर लेट्स लिसन। यता भनिदिनुहोस् न सबैजनाले कुन गीत गाएर सुना मलाई उहाँलाई। म त कामदैछु है लिटरली सी। इट्स ओके तेरिका त्यस्तो नर्भस म केही पनि त्यस्तो केही पनि छैन कि बुझ्नु। म त विज्ञ मान्छे पनि होइन गीतको अहिले म गएर जज गरौँ न त्यो होइन। चिल के चिल बुझ्नु। नट अबाउट गीतको पारखी भन्दा पनि तपाईँलाई देख्दाखेरि चाहिँ अलि उ भयो। नै भिडियो कलमै छौँ जसरी कुरा गरेँ कि चिलमा आनन्द। यो दुनियाँदिदार कसैले हेरेको छैन कि चिलमा यार। कसैले जज पनि गर्नेवाला छैन कसैले केही पनि गर्नेवाला छैन यार। गुड पिपल्स ओन्ली इन द च्याट ओके। पनि छैन त्यस्तो। लाइट भन्नु न हजुर हजुरले भन्नुहोस् न कुन चाहिँ भन्नुहोस् न हजुरले। म त के गाउनु भन्नुहोस् न अनि त्यो गाउँछु। त्यस्तो मेरो केही छैन त्यस्तो चोइसेस। ग्याङ च्याट केही छ चोइसेस। पुरानो भयो सपना मेरो होइन पुरानो भयो पुरा भयो भन्नुभयो होला। त्यो मेरो ब्लाइन्ड अडिसनको गीत थियो कि त्यसबाट नै अलिअलि मलाई चिन्नु भएको थियो अनि त्यो गीत भन्नुभएको होला। कुन गाइदिउँ त हजुरलाई। म त कामै पो हजुरलाई देखेर त। इट्स ओके त्यस्तो नभन्नु। त्यस्तो मलाई अनकम्फर्टेबल फिल नगराउनु। चिलमा के आनन्द के बुझ्नु भएन। त्यस्तो मान्छे नै होइन क्या म। त्यो एउटा रमाइलो गीत गाएर सुनाउँछस्। बाह्र हाते पटुकी ठिक लाग्छ सुन्नु भएको छ। हुन्छ ओके ट्राई गर्छु हस्। गाइस बिग्रियो भने प्लिज डोन्ट माइन्ड। म एकदमै नर्भस भएको छु ल अहिले। यो गीतमा मेरो साथीहरू नाच्थ्यो कि उसमा कल्चरल प्रोग्राममा। आज पारे हाते पटुकीको कुरा सुने मैले भनेको उम्री ज्यादा आयो कि। ओके म नर्भस भयो सरी यार। कसम भनेको होइन कसम चाहिँ भनिरहेको छु घाँटी छोइरहेको छु। कसम चाहिँ भनिरहेको। अहिलेसम्म आजसम्म मैले लाइभमा धेरैजनाहरूलाई बोलाएँ धेरैजनासँग जोइन भएँ धेरैजना। म आज यो हुँदैन अनएक्सपेक्टेड खतरा तरिकाको आयो कि यो बुझेन। अहिलेसम्मको कसैले पनि यतिको मिठो गएको थिएन यार। भगवान् कसम यार घाँटी छोइरहेको थियो ग्याङ यार। भगवान् साँच्चै नै छोइरहेको भगवान् कसम। थ्याङ्क यू सो मच थ्याङ्क यू। ओ माई गॉड यार सुन त मेरो एउटा एकदम इमोसनल हुन्छ कि म त्यो सुन्ने बित्तिकै होइन। त्यो सुन्ने बित्तिकै मलाई एकजना पहिला याद आउँछ। मेरो एकजना साथी थियो होइन। त्यसको याद आउँछ। साथी भन्दा नि अब भनौँ न बुझ है। म हजुरलाई पहिलेबाट फलो गर्छु। ए अनि त्यो वाला छ नि कैसे मुझे तुम मिल गईको श्रेया घोषालको त्यो लाइन सक्छौ एकचोटि प्लिज मेरो लागि भयो नि। त्यो चाहिँ मलाई आउँछ कि हेर्छु हस्। कैसे मुझे त्यो लाइन छ कि एउटा गाई जस्तो चाहिँ लाग्छ है यो ट्राई गर्छु हस्। माई लर्ड त्यो गीत बज्यो भने ओफो अहिले हजुर रुनु होला नि फेरि अनि। रेडीहरू आउँछ तोरीको फुलहरू याद आउँछ गुलाबको फुल याद आउँछ बगैँचा याद आउँछ झरना याद आउँछ खोला याद आउँछ। ओफो त्यो लाइनले मार्छ मलाई। म त कामिरा छ अनि गाउन सक्छु कि आई डोन्ट नो। यतिकै ट्राई गर्छस्। ओके ओके ओके
ला बिचरा उहाँ डिप्रेसनमा जानुहुन्छ जस्तो लाग्यो आइएम सरी प्लिज कम ब्याक आइएम सरी प्लिज डोन्ट भाउजू मी यार हामी आज त जोइन भएको अझै हामी फ्रेन्डसिप उसमा छौँ है प्लिज डोन्ट भाउजू मी प्लिज गाइज अब के भयो ल आज अचानक मलाई मेरो पहिलाको एकजना साथी हुनुहुन्थ्यो उहाँको याद आयो आइएम सरी हजुरले गाउनु भनेर गएको है ठिक छ नाइस एकदम मतलब आज फर्स्ट टाइम यो कसै राम्रो मान्छेसँग कोसँग यस्तो दामी तरिकाले टक्स भयो जस्तो फिल भयो आई लभ इट अञ्जली यु आर द वान यु नो अति नै ट्यालेन्टेड यार अति नै म कसम भनेको म अति सक भयो क्या बुझेन भगवान् साँच्चै के भनेको सरस्वती देवी माताको यही दर्शन जस्तो फिल भयो यार मलाई साँच्चै नै भनेको हेर्दा पनि सरस्वती माता जस्तो आवाजमै हुँदैन सरस्वती नै बसिरहेको जस्तो ओहो यो त जहिले पनि त्यस्तै होस् राम्रो गर्दै जानु अझै खतरा हुँदै जाओस् थ्याङ्क यू सो मच मिन्स अ लट थ्याङ्क यू साँच्चै नै भनेको मलाई साक्षात् सरस्वती माता भेटेको जस्तो फिल भयो क्या मलाई आज तिमीलाई बिटी उदिन लाग्नु खोजेको होइन कि तिमीलाई धेरै बडा चढाइ गरेको होइन तर यु आर के साँच्चै नै मस्ट लभ अञ्जली एकदम खुसी लाग्यो एकदमै मनैदेखि बिग रेस्पेक्ट बिग माया धेरै जे पनि छ ठिक छ राम्रोसँग बस्नुहोस् कहाँ बस्नुहुन्छ हजुर वसुन्धरा फ्यामिलीसँग कुनै गीत गाउनु पर्यो भन्नु होला सजेस्ट गर्नु होला मेरो नेम कतै ए हुन्छ नि फिक्स ल होइन तिमी नै हुन्छौ मेरो टप चोइसमा तिमी नै हुन्छौ है थ्याङ्क यू लास्ट यु आर ट्यालेन्टेड है साँच्चीकै नै कहिले पनि आफूलाई अन्डर एस्टिमेट कहिले पनि गर्दैन म हो भन्ने यस्तो हुनु पर्यो घमण्ड म हो तर देखाउने होइन दुनियाँलाई तर म छु त म पनि ट्यालेन्टेड छ त्यस्तो हुनु पर्यो लभ यु साउट आउट टु अल द लेडी जसले पनि गरिरहेको छ यो फिल्डमा ओके थ्याङ्क यू सो मच टेक केयर म जान्छु अञ्जली राम्रोसँग बस थ्याङ्क यू सो मच है मसँग जोइन हुनु भएकोमा थ्याङ्क यू सो मच एकचोटि त्यो श्रेया घोषालवाला लाइन फेरि प्लिज यार तपाईँ फेरि पल्लो कुनामा जानुहुन्छ नै होस् तपाईँ उता जानुहुन्छ फेरि अहिले ठिक छ तपाईँ रुनुहुन्छ अहिले ल जान्छु म राम्रोसँग बस कुनै दिन गीत सुन्ने मन लाग्यो भने यसो यता स्योर भइहाल्छ नि ओके थ्याङ्क यू सो मच फर जोइनिङ मी है थ्याङ्क यू सो मच वान मोर भनिरहेको छ मान्छेहरूले के हो यो तिमीले त मत होस् बनायो जस्तो छ नि त यहाँपट्टि कृष्णले बाँसुरी बजायो राधाहरूलाई अलिकति के अरे यो गोपिनीहरूलाई पुरा मोहित बनाए जस्तो गरे यहाँ च्याटभरि केटाहरू त यहाँ वान मोर मात्रै हानेको यहाँ त के